काठमाडौँमा बस्दा स्वस्थ रहन त साँच्चै गाह्रो छ होइन र? कहिले धुलो, कहिले गर्मी। हो, आज हामी यही चुनौतीलाई कसरी सामना गर्ने भनेर केही व्यावहारिक उपायहरू हेर्दैछौँ। हो नि, होइन? यो त अहिले हामी सबैको साझा समस्या जस्तै भइसक्यो। एकातिर सासै फेर्न गाह्रो हुने धुलो धुवाँ, अर्कोतिर जिउनै गलाउने यो चर्को गर्मी। ल अब एक एक गरेर हेरौँ न त यसबाट बच्न के गर्न सकिन्छ। सबैभन्दा पहिला कुरा गरौँ वायु प्रदूषणको। यो यस्तो खतरा हो जुन प्राय आँखाले देखिँदैन, तर हाम्रो स्वास्थ्यमा यसले सबैभन्दा ठूलो र नराम्रो असर पारिरहेको हुन्छ। काठमाडौँको हावाको गुणस्तर नाप्ने जुन AQI मिटर छ नि, त्यो प्राय 200 भन्दा माथि देखाइरहेको हुन्छ। अब 200 नाग्नु भनेको के हो? यो भनेको एकदमै अस्वस्थ वा खतरनाक तहमा पुग्नु हो। सोच्नुस् त, हामी कस्तो हावामा सास फेरिरहेका छौं। यो नम्बरलाई हल्का रूपमा लिनै मिल्दैन। अब यो खतराको मुख्य जड हो PM 2.5। सुन्दा सामान्य धुलोको कण जस्तो लाग्ला, तर यो त्यस्तो होइन। यो यति सानो, यति सूक्ष्म हुन्छ कि हाम्रो शरीरको जुन प्राकृतिक डिफेन्स सिस्टम छ नि, नाकको रौँ, फोक्सो, त्यसलाई सजिलै छलेर सिधै हाम्रो रगतमा पुग्छ। अनि रगतमा पुगेपछि त यसले जे पनि गर्न सक्छ, एकदमै गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। ल, समस्या त थाहा भयो। अब के हात बाँधेर बस्ने त? पक्कै पनि होइन। अब यसबाट बच्ने उपायहरू, हाम्रो रक्षा योजना के हुन सक्छ, त्यसबारे कुरा गरौँ। हामीले लगाउने मास्कले यहाँ ठूलो फरक पार्छ। हामीले प्राय लगाउने त्यो नीलो सर्जिकल मास्क, त्यसले ठूलो धुलो त रोक्ला, तर त्यो खतरनाक PM 2.5 कणलाई छेक्न सक्दैन। त्यसको लागि त N95 वा K95 जस्ता राम्रोसँग प्रमाणित मास्क नै चाहिन्छ, जसले ती सानसाना कणलाई पनि फिल्टर गर्न सकोस्। यो एकदमै जरुरी छ। बिहान बिहान मर्निङ वक वा एक्सर्साइज गर्ने बानी छ भने यो कुरामा विशेष ध्यान दिनुपर्छ है। खास गरी बिहान 5 बजेदेखि 9 बजेसम्म प्रदूषण सबभन्दा बढी हुन्छ, किनभने त्यो बेला चिसोको कारण प्रदूषित कणहरू माथि जान पाउँदैनन्, तलै हामी सास फेर्ने सतहमा जम्मा भएर बसेका हुन्छन्। भनेपछि त्यो बेला बाहिर एक्सर्साइज गर्नु भनेको त जानी जानी विषालु हावा फोक्सोमा भर्नु जस्तै हो। अब बाहिरको हावा त हाम्रो नियन्त्रणमा छैन, तर कम्तीमा घरभित्रको हावालाई त केही हदसम्म सफा राख्न सकिन्छ। त्यसका लागि स्नेक प्लान्ट र घिउकुमारी जस्ता केही इन्डोर प्लान्ट्स राख्न सकिन्छ। यिनीहरूले प्राकृतिक एयर प्युरिफायरको काम गर्छन्। ल, हावाको कुरा त भयो। अब अर्को ठूलो खतरातिर लागौँ। यो हो दिनदिनै बढ्दै गएको गर्मी। आजकलको गर्मी त पहिले जस्तो कहाँ छ र? झन खपिन सक्नुहुँदैछ, जसले स्वास्थ्यमा पनि नयाँ नयाँ जोखिमहरू थपिदिएको छ। यो बढ्दो गर्मीको सबैभन्दा ठूलो जोखिम भनेको दुईवटा कुरा हो। एउटा डिहाइड्रेसन, अर्थात् शरीरमा पानीको मात्रा एकदमै कम हुनु, र अर्को हिट स्ट्रोक, जसलाई हामी लू लाग्नु पनि भन्छौँ। यी दुवै कुरालाई सामान्य रूपमा लिनु हुँदैन, किनभने समयमा ध्यान नदिए ज्यानै जान सक्छ। त्यसो भए यो खपिन सक्नु गर्मीलाई जित्ने उपाय के त? ल, अब सुरक्षित र शीतल रहनका लागि केही अत्यावश्यक तरिकाहरू हेरौँ। गर्मीसँग लड्न 3वटा मुख्य कुरामा ध्यान दिनुपर्छ। पहिलो, सही तरिकाले पानी पिउने। दोस्रो, लगाउने कपडामा ध्यान दिने। र तेस्रो, शरीरलाई चिसो बनाउने खानेकुरा खाने। गर्मीको समयमा एक स्वस्थ मान्छेले दिनमा कम्तीमा 3 देखि 4 लिटर पानी पिउनु एकदमै आवश्यक छ। कहिलेकाहीँ एकदमै कमजोर भए जस्तो, रिङ्टा लागे जस्तो भयो भने जीवनजल पिउने, वा त्यो छैन भने पनि पानीमा 1 चिम्टी नुन र अलिकति चिनी घोलेर पिउँदा पनि शरीरलाई तुरुन्तै राहत मिल्छ। अनि एउटा एकदमै महत्त्वपूर्ण कुरा, हामी सबैले गर्ने गल्ती हो यो, चर्को घामबाट आउने बित्तिकै फ्रिजको चिसो पानी घटघट पिउने। यस्तो कहिल्यै नगर्नुहोस् है। यसले हाम्रो स्नायु प्रणालीलाई शक दिन सक्छ, जुन खतरनाक हो। बरु एकछिन बसेर सामान्य तापक्रमको पानी पिउनु सबभन्दा राम्रो। खानपानले पनि शरीरलाई चिसो राख्न ठूलो मद्दत गर्छ। जस्तै तरबुजा, काँक्रो, यी फलफुलमा पानीको मात्रा प्रशस्त हुन्छ। त्यसैगरी दही अनि पुदिना, यस्ता खानेकुराले शरीरलाई भित्रैबाट चिसो बनाउँछन्। अनि अर्को सजिलो उपाय, कपडाको छनोट। गर्मीमा सकेसम्म गाढा रङ्गका बाक्ला कपडाहरू नलगाऊ। बरु हल्का रङ्गका, जस्तै सेतो, पहेँलो र पातलो सुतीको कपडा लगाउँदा घाम रिफ्लेक्ट हुन्छ र शरीर शीतल रहन्छ। भनेपछि यी सबै कुराहरू केवल जानकारीका लागि मात्रै होइनन्। यो त काठमाडौँमा स्वस्थ रहनको लागि हाम्रो दैनिक मिसन जस्तै हो।
आजको हाम्रो यो पूरा छलफलको सार यही हो। अदृश्य तर खतरनाक हावाबाट बच्न एउटा राम्रो N95 मास्क अनिवार्य लगाऊ। अनि यो चर्को घामबाट जोगिन दिनमा कम्तीमा 3-4 लिटर पानी पिउन नबिर्सौं। यति दुईटा कुरा मात्रै कडाइका साथ पालना गर्दा पनि धेरै ठूलो फरक पर्छ। अब सोच्ने पालो। आज हामीले छलफल गरेका यति धेरै उपायहरूमध्ये कुन चाहिँ एउटालाई आफ्नो नयाँ दैनिक बानी बनाउन सकिन्छ? किनभने याद राखौं, एउटा सानो बानीको परिवर्तनले पनि हाम्रो स्वास्थ्यमा ठूलो र सकारात्मक असर पार्न सक्छ।